जीवनमा गोल बनाउनु एउटा जीवनको लक्ष्यलाई चाहिँ नि होइन एकदम प्रष्ट रूपमा आफ्नो गोल बनाउनु नितान्त आवश्यक छ। आजको मितिमा के छ त भनेपछि जति पनि धेरै मानिसहरूले आफ्नो ब्याङ्क ब्यालेन्सलाई एकदम स्ट्रङ बनाए नि उनीहरूको पुरै क्लियर गोल भएको हुन्छ क्या। एकचोटि वारेन बफेट र बिल गेट्स जो दुनियाँकै एकदमै धनी मानिन्छ तिनीहरूलाई एक पत्रकारले सोधे कि तपाईहरूको सफलताको राज के छ। त्यसपछि उनीहरूले भने कि उनीहरूले भन्नुभन्दा अगाडि नै त्यो कापीमा एउटै अक्षरमा लेखेर राखेका थिए, त्यो फोकस होइन। त्यसैले आफ्नो लक्ष्यलाई हरेक दिन फोकस गर्नु त्यो एकदमै आवश्यक हुन जान्छ होइन। त्यस्तै गरी एकचोटि एक ग्रन्थ लेख्ने राइटर जो टोडनर थिए होइन, उनलाई चाहिँ उनको आमाले 6 महिना अगाडिबाटै होइन त्यो तरकारीमा कम नुन राखेर खुवाइराखेको थिए नि। एक दिन त्यही लेखकले भने कि हजुरले आज होइन तरकारीमा नुन हाल्नै बिर्सिनु भएछ। त्यसपछि उनको आमाको जवाब थियो कि मैले 6 महिना अगाडिबाटै नै नुन होइन कम हालेको थिएँ। 6 महिना अगाडिबाटै कम हालेको थिएँ, तर तिमीलाई आज यो कुरा थाहा भयो कि तिम्रो सायद ग्रन्थ पुरा भयो होइन। त्यसपछि बिस्तारै यो कुराको प्रश्न होइन मानिस आफ्नो काममा लक्ष्यमा फोकस हुँदै जाँदाखेरि हरेक किसिमका क्रियाकलापहरूमा मानिस आफू दत्तचित्त भएर लाग्दाखेरि कुनै चिजहरू कमजोरी भए पनि होइन खासै थाहा हुँदैन होइन। त्यस्तै गरी 1960 को कुरो जो पिज्जाको होइन कम्पनी छ नि डोमिनोज होइन, त्यसलाई सुरु गर्नुभन्दा अगाडि होइन पिज्जाको मात्रै होइन भनेर खोलिएको थियो र पिज्जा डेलिभरीलाई मात्रै फोकस दिन्थ्यो होइन। त्यसैले बिस्तारै त्यो आजको मितिमा होइन एकदमै सफल व्यवसाय बन्न सफल छ र सुरुमै होइन ड्रिङ्क्स आइटम अन्य बर्गरहरू राखिएको थिएन कि। जब पछि सफल हुँदै होइन गइसकेपछि बल्ल अनि अन्य आइटमहरू थप गरिएको थियो कि होइन। त्यसैले कुनै पनि चिजमा लाग्नुभन्दा अगाडि एक गरेर लाग्नुपर्ने हुन्छ क्या। सबभन्दा ठुलो कुरो के छ त भनेपछि आफूले के गर्न खोजिरहेको त्यसको विषयमा स्पष्ट लेख्नुपर्ने हुन्छ होइन। त्यसैले एक सफल होइन लेखक ब्रायन ट्रेसी जो आजको मितिमा होइन वर्ल्डभरि एकदमै सफल सम्पन्न नामले चिनिन्छन्, उनले भनेका छन् कि आजको मितिमा के छ त भनेपछि मानिसहरू होइन 3% को मात्रै गोल हुन्छ। तिनै 3% गोल भएका मानिसको 97%ले होइन काम गरिरहेका हुन्छन्। त्यसैले गोल आजको मितिमा एकदमै जरुरी छ होइन।
त्यसैले समय सापेक्ष होइन, जे भए पनि आफूले गोललाई चाहिँ एकदमै प्राथमिकताका साथ राखिनुपर्ने हुन्छ होइन। एक नेटवर्कर होइन व्यापारीले महिनाको 50,000 कमाउँथ्यो। त जब उनको श्रीमती जब हस्पिटलमा होइन भर्ना भयो त्यसपछि उनलाई 1 लाख रुपियाँ चाहियो। त्यसपछि उनले आफ्नो 50,000 इन्कम बढाएर होइन 1 लाख रुपियाँ बनाएका थिए कि म जसरी 1 लाख कमाउनु पर्छ भनेर उनको फोकस त्यसमा थियो होइन। त्यस्तै गरी जसलाई जे बन्ने हो नि होइन त्यो चिज होइन पहिला नै होइन तय हुनुपर्छ क्या। जस्तो सचिन तेन्दुलकरलाई यो कुरो थाहा थियो कि उनी क्रिकेटै होइन क्रिकेट प्लेयरै बन्ने हो भनेर होइन। त्यस्तै अन्य व्यक्तिहरूलाई नि आफ्नो फिल्डमा होइन पक्कै थाहा भएर यो बन्छु नै भनेर त्यसैमा लागि होइन गर्नुपर्ने हुन्छ होइन। त्यसैले आजको मितिमा एकचोटिमा 1 गोलको तयारी गर्ने र त्यसलाई होइन तर गोल चाहिँ धेरै बनाउने, तर एक गर्दै चाहिँ पुरा गर्दै जानुपर्ने हुन्छ। आजको मितिमा के छ त भनेपछि जसले आफ्नो गोल बनाएर त्यसलाई पुरा गर्नेतिर लाग्दै जान्छन् नि उनीहरूको ब्याङ्क ब्यालेन्स पक्कै पनि धेरै भएको होइन। आज तथ्याङ्कहरूबाट आज हेर्दाखेरि पाउन सकिन्छ। त्यसैले आजबाट स्पष्ट आफ्नो गोलहरू लेखेर त्यसलाई पुरा गर्न गाह्रो हुन्छ भनेपछि त्यसलाई स्टेप सबभन्दा छोटो बनाउने र बिस्तारै त्यसलाई पुरा गर्दै जानुपर्ने हुन्छ है।